सबैजनालाई अनि गुड मर्निङ। आजको शुभ बिहानीमा अनि आज चाहिँ हामी रामपुरदेखि हामी केटीएम जाँदैछौँ। अनि के को लागि जाँदैछौँ भन्दाखेरि चाहिँ हामी सागर दाइ र तिनीहरूको बिहेको लागि हामी जाँदैछौँ। अनि हामी चाहिँ यहाँबाट हामी 3 जना जाँदैछौँ है। म, दिदी अनि भेना जाँदै हुनुहुन्छ। अनि लेट्स सी अब बाटोको यात्राहरू हामी चाहिँ मैले तपाईँलाई देखाउने छु कस्तो कस्तो हुनेछ है। अनि यहाँदेखि लिएर हाम्रो ट्राभल काठमाडौँ पुगेर अनि फर्केको सबै कुराहरू चाहिँ म यसमा एड गर्नेछु। तपाईँले मेरो भ्लग नछुटाउनुहोस् होला। हामी चाहिँ कुमराङबाट अनि बाइकमा गयौँ बेचारसम्म पशुपाको घरसम्म। अनि त्यहाँबाट चाहिँ हामी छिटो छिटो गाडीमा बस्यौँ किनकि हामी अलरेडी लेट भएको थियो। हामी चाहिँ यहाँ कोखेटारमा आइपुग्यौँ। कोखेटार पनि अनि हामी चाहिँ यहाँ नास्ता खानु मन लागेको छैन। कस्तो बोमिट है। सबैजना झर्नु भएको छ। यहाँ चाहिँ स्कुल यस्तो सुन्तादेहरू पनि आउनुभयो। कल्पना कस्तो भइरहेछ? आन्टी हो आज के भएको म त यताको बाटो झन् धेरै घुम्टी भयो माने के कता कता भएर कस्तो गाह्रो भयो। म त फर्स्ट टाइम आएको मलाई थाहा छैन कि कताबाट आएको यो लामो बाटो हो कि छोटो बाटो पनि थाहा छैन मलाई। फर्स्ट टाइम काठमाडौँ हिँड्दैछु दाइको बिहामा। है कस्तो लागिरहेछ? हामी चाहिँ काठमाडौँ एउटा हाइस अनि 4वटा बाइकमा चाहिँ गएको थियौँ। हामी चाहिँ अलि अगाडि पुगेर हाइसबाट चढ्यौँ अनि हामी हेर्दै गयौँ किनकि यहाँ चाहिँ पहिरो गएर एकदमै बाटो बन्द थियो अनि एकदमै नराम्रो थियो कि बाटो। अनि प्लस त्यहाँ यस्तो हावा चलेर मेरो पुरा कपाल उडाइराखेछ। कस्तो चिसो हावा चलेको थियो नि। यहाँ चाहिँ बाटो पुरा ढुङ्गा भएर यस्तो गाह्रो भयो हिँड्न। अनि सबैभन्दा लास्टमा त हामी नै कल्पना गर्न नसकिने ठाउँ एकछिन गाडीबाट झरेर हिँडेको त हल्का मुड फ्रेस भयो। त्यही यसो हल्का भिडियो नि बनाएँ। अनि हामी त्यहाँबाट निस्क्यौँ। अनि म चाहिँ नारायण घाटमा पुगेछु। त्यो नारायण घाटको पुल छ नि त्यहाँदेखि गएर भिडियो क्लिप गर्छु भनेको। अनि म त बुसुक्कै निदाएछु थाहै पाइनँ। थोरै अगाडि पुगेर यो क्लिप बनाएको। यहाँदेखि चाहिँ पछाडि भाइलाई चाहिँ बोमिट भएर गाह्रो भएर अनि हामी चाहिँ यहाँ झऱ्यौँ। अनि यहाँदेखि चाहिँ हामीले बाइकमा जानुभएको हाम्रो टिमलाई नै भेट्यौँ। 2 जना बाइकलाई त भेट्यौँ तर 2 जनालाई चाहिँ भेटेनौँ। जोमसोम थकाली भान्साघरमा। अब यहाँ हामी खाना खानको लागि हामी जानेछौँ। यस्तो स्मृतिहरू बाइकमा आएको भएर पुरा फेस तर्कै देखिरहेछ तपाईँ लागेर। अनि हामी चाहिँ यहाँ होटेलभित्र गएर हात धोयौँ छिटो छिटो। अनि हामी खानातर्फ गयौँ। हेलो बेना, हजुरलाई थकाइ लाग्छ कि लागेन? लाग्छ लागेन? दिदीलाई यो सबै हाम्रो टिमै यता हामी सबै जन्तीहरू यता जन्ती प्लस यता पनि जन्ती हुनुहुन्छ। हाम्रो टिमहरू देखा अब हाम्रो टिम हाम्रो जन्तीहरू जन्तीको हालत जन्तीहरू जन्ती सबै जन्तीहरू दुला त्यहाँ बस्नुभएको। यता चाहिँ दुलाको बाबा यता सबै दाइरहनु भएको। बोमिट भयो कसले? तिमीले गरेन? ए समर्पणलाई नि नलाग्ने रहेछ होइन?
दिलाई लाग्यो मेरो र कल्पनाको लेट्स स्टार्ट। अनि हाम्रो नि खाना आयो अनि हामीले नि खाना खान स्टार्ट गऱ्यौँ। अनि हामीले नि खाना खाएर अनि होटेललाई बाई बाई भन्दै हामी सबैजना निस्क्यौँ। अनि यसपालि चाहिँ म बाइकमा जानेवाला थिएँ बिनासँग, किनकि मलाई चाहिँ लास्टै गाडी लाग्यो अनि कस्तो अप्ठ्यारो भयो कि मलाई त हाइसमा। सो अनि बेना र म बाटोमा गफ गर्दै गयौँ घरि फेरि यस्तो हँसाउनु भएर बेनाले फेरि। अनि बाटो फेरि यस्तो अप्ठ्यारो थियो, कच्चा रोड एकदम कस्तरी उफारे थियो कि। अनि हामी चाहिँ लगभग सँगसँगै नै हामी हिँड्यौँ। हामी कहिले सँगै हो नि कहिले छुट्टी नि त्यस्तो भएको। यसरी त लास्टमा परेको नि बेना र म त सबै अगाडि गइसक्नु भएको। अनि हामी चाहिँ एक ठाउँमा बिसायौँ, सायद धादिङ होला यो ठाउँ चाहिँ। अनि हामीले अरू बाइकमा हुनेहरूलाई नि पर्ख्यौँ अनि सबैजना हामी एकसाथमा भेला भयौँ। लेट्स ह्याभ अ टी। ल हाम्रो यात्रा सुरु भयो यहाँ उठ्देखि फेरि हामी सबैजना बाई बाई। अब हामी डाइरेक्ट काठमाडौँ पुग्नेछौँ। अनि हामी लास्टमा निस्केको, लास्टमा हामी त धेरै पछाडि छुटेर कसैलाई नदेखेको। पुरा गाडी जाम भएको, भरे कति धेरै गाडी पुग्न। ओके लेट्स सी। छैन त हाम्रो गाडी अगाडि गइसक्यो कि किन यत्रो धेरै उस गरिराखेको छ बिचरा। लास्टै जाम छ, लास्टै यता पनि जाम। के हो यस्तो? बाफ रे बाफ। बल्ल तल त्यो गाडी जाम भएको बाटो निस्केको, फेरि अलि अगाडि आएर त यति धेरै गाडी के भनौँ। यो छेउछेउमा यो सेतो थियो सब गाडी। अनि यस्तो लाग्यो कि नेपालभरिको भएकोभरि गाडी यही ठाउँमा ल्याएर राखेको छ कि क्या हो जस्तो लागेको। खोइ के ठाउँको नाम यो पनि थाहा नि भएन। अब कहिले काठमाडौँ गए पो थाहा हुन्छ। अब फर्स्ट टाइम काठमाडौँ गएको, ठाउँको नाम नि थाहा भएन। यस्तो गाडी नै गाडी बाफ्रे। झन् त्यही माथि एक ठाउँमा चाहिँ त्यो दुइटा छुट्टिने बाटो थियो कि। अनि हामी चाहिँ उता मासिरको बाटो लाग्यौँ अनि कसैलाई पनि नदेखेको, यस्तो टेन्सन भएर हरायौँ कि भनेर। र फाइनली हामीले चाहिँ भेटायौँ हाम्रो टिमलाई। अनि त स्पिडमा चलाएर बल्ल हाम्रो टिमलाई भेटायौँ। अनि त कस्तो खुसी लाग्यो, ठुलै खजाना नै केही पाएँ जस्तो लाग्यो, एकदम खुसी लाग्यो। बाइबल चर्च पनि रहेछ त्यहाँ। अनि हामी चाहिँ अर्कै बाटो आयौँ कि काठमाडौँ चाहिँ, खोइ कुन बाटो मलाई चाहिँ थाहा भएन। तर यो बाटो चाहिँ एकदम धुलो थिएन कि, नत्र अघि नै खोला त एकदमै धुलो न धुलो थियो बाटो नि। हामी छौँ चारवटा बाइक। हामी छौँ लास्टमा, फर्स्टमा रमेश दाइ र एस्तर, अनि मानबहादुर अङ्कल र स्मृति, अनि मङ्गल र फेरि सुन्दा अनि यहाँ बेना र म छौँ। अनि हामी चाहिँ अलि अगाडि आएर यो ठाउँमा हामी बिसायौँ। अनि यो चाहिँ काठमाडौँको गाउँको घर बन्नुभएको थियो, तर हामीलाई चाहिँ थाहा भएन है यो एक्ज्याक्ट यो ठाउँको नाम के हो भनेर। कसैलाई थाहा छ भने कमेन्टमा मेन्सन गर्नु होला है त। यहाँदेखि चाहिँ प्रायः सबै घरहरू चाहिँ आरसिसीको छ, सबै नै। हामी रामकोट आइपुग्यौँ। रामकोट। अनि बिना म गफ गर्दै हिँड्यौँ के भने निन्जा पनि लगाएको थियो। गफ गर्दै आयौँ अनि त एक ठाउँमा त कोलोमी भनेर लेखेको थियो। अनि बिनालाई सोधेँ, बिना कोलोमी भनेको के हो भनेको त बिनाले फेरि राम्रोसँग सुन्नु भएन, फलोमी सुन्नुभएको। अनि त पछ्याउनु अरे कि यस्तो हाँसो लागेर। र फाइनली हामी काठमाडौँ आइपुग्यौँ। अनि यो कुनै के मेन रोडमा आइपुग्यौँ। अनि यहाँ एउटा रहेछ कुनै के हो यो के स्टम्भ हो रहेछ। फाइनली बल्ल यत्रो लामो यात्रा गरेपछि हामी कति 6 बजे लाग्यो भएन? 5:52। हामी 5:52मा यहाँ आइपुग्यौँ। ओहो यो काठमाडौँ सहर त बाफ रे बाफ। लाइटै लाइट पऱ्यो।
लास्टै भिडबाटै त्यो गाडीहरू पनि कोही कताबाट गएको छ कोही कताबाट गएको छ लतर पतर डरै लाग्दो के रमेश दा यस्तो र हामी दुईजना यहीँ छ अगाडि नै दुईजना पछाडि हुनुहुन्छ कति बेला पुग्ने यहाँबाटै लास्टै थकै लागेछ कानैमा बजाइ भयो क्या सबैले हो क्या कस्तो उसो के फेरि टिको न टिको हो क्या हरन पनि फेरि जे होस् काठमाडौँ आयो फर्स्ट टाइम दिदीको बिहेमा दिना दिदीको लोकेसन चाहिँ काठमाडौँ सूर्यविनायकको इमानुएल चर्चमा हामी जे होस् यात्रा गर्दा 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 थकै लागेर सूर्यविनायक आइपुग्यौँ अलिकति भयो नि मनमा शान्ति भयो यस बेला भइसक्यो कति बजे होइन 7:27 भइसक्यो बल्ल लास्टै थकै लागेछ तर दिनादिदी लास्टै टाढा हजुरको घर अनि त्यसपछि हाम्रो हाइसँग नि भेट भयो अनि हामी चारवटा बाइक पनि भेट भयो अनि यहाँ तिमी किन रोकेको रहेछ भनेको त हामी ठ्याक्क लोकेसनमा आइसकेको रहेछौँ पो अनि हामी गाडीबाट झऱ्यौँ अनि यहाँ चाहिँ सुजाता दिदी अनि दिनेश दादा चाहिँ आउनुभएको थियो अनि अरूहरू पनि लिनु आउनुभएको थियो हामीलाई चाहिँ डिवाइनको टिम भेट हुँदा त कस्तो खुसी लागेको प्रेसीको बहिनीलाई नि भेट भयो ए नम्बर नि आउनुभएको छ र अनि छैन उहाँले त पार पाउने भन्नुभएको थियो त आन्टी आइपुग्यो गाह्रो भएन खैको सबैजना गाडीबाट झऱ्यौँ हामी अनि हामी गयौँ चर्चभित्र सबैजनाले वेलकम गर्नुभएको थियो जेमसी भन्दै अनि हामी चाहिँ कति पनि ढिलो नगरेर इन्गेजमेन्ट प्रोग्राम चाहिँ हामीले स्टार्ट गऱ्यौँ किनकि चाहिँ हामी अलरेडी एकदमै लेट भइसकेको थियो 8:30 भइसकेको अनि योचोटि चाहिँ काठमाडौँ जाँदाखेरि चाहिँ 12 घन्टा लाग्यो क्या हामीलाई किनकि बाटो एकदमै गाह्रो पनि थियो अनि एकदमै जाम पनि थियो कि बाटो सो द्याट अनि लेट भएको अनि छिटो छिटो स्टार्ट गऱ्यौँ हामीले यो सँगै चाहिँ पवित्र मङ्गनीमा छौँ बाबीलाई आशीर्वाद दिँदै एउटा पवित्र मङ्गनीमा हामी अगुवाई गर्दैछौँ र केही समय वचन पश्चात चाहिँ पवित्र मङ्गनी कार्यक्रमलाई कसैले लिड गर्नुहुनेछ र यो समयमा मङ्गनी भन्ने विषयमा अलिकति मैले वर्णन गर्न चाहेँ बाइबलको आधारमा हामी क्रिस्चियन डेको मङ्गनीलाई कुन प्रकारले लिइरहेको छ हामी कुन प्रकारले लिनुपर्छ भन्ने विषयहरू मङ्गनी भनेको विवाह गर्ने मन चाहेको आधिकारिक घोषणाको रूपमा पक्कै पनि विवाह नगरेको उद्देश्यमा चाहिँ पक्कै पनि होइन के तपाईँ आफ्नो इच्छाले यी स्त्रीसँग पवित्र विवाहको बन्धनमा बाँधिनका लागि यस मगनी गर्न राजी हुनुहुन्छ आफ्नो इच्छाले दोस्रो प्रश्न छ के तपाईँ अरू कसैलाई विवाह गर्नको लागि प्रेम गर्नुभएको वा प्रतिज्ञा गर्नुभएको छ यदि छ भने जवाब आएन यो मगनी हुन्छ छैन कसैलाई छैन है यता पनि समस्या छैन ल अब तेस्रो प्रश्न के तपाईँ पवित्र विवाहको निम्ति विवाहको दिनसम्म स्थिर भएर रहन तयार हुनुहुन्छ अन्तिम प्रश्न है त के तपाईँ एक आपसमा समझदार भएर आफ्नो कमजोरीहरूमा एउटा अर्कालाई सहायता गर्नुहुनेछ धन्यवाद भाइको लागि अब बाटो हो अब यहाँ भाइको तर्फबाट यहाँ पैसा ल्याउनु भएको छ सौगात अब नानीले अब गुरुको उठेर यहाँ छोइदिनु भयो भनेदेखि अब यो मगनीमा उहाँबाट राजी हुनु त रहेछ थाहा पाएर मगनी सफल हुन्छ है टाढो पनि छैन समय नदिउँ बढीमा 5 मिनट लाग्दैन है 3 मिनट ल जुरुको उठेर यहाँ सुरु हो भनेदेखि चाहिँ उहाँ पनि यो मगनीमा राजी दिनु अन्त लागि आलु हुन्छ होइन अब उहाँ अब 3 मिनट कति बसिरहनु भनेदेखि चाहिँ राजी रहेछ 3 मिनट ल स्टार्ट सुरु होला भएर होइन 3 मिनट
यो तपाईँहरूले एउटाले अर्कोलाई आफ्नो जीवन साथी हुन रोजेको प्रेम चिन्ह हो। अनि यहाँ चाहिँ दुलाको तर्फबाट आएको मानिसहरूलाई चाहिँ चिनाउनु पर्ने हुन्छ, यता दुलैतर्फलाई दुलैलाई, अनि यहाँदेखि चाहिँ सबैलाई चिनाउँदै हुनुहुन्छ। यसरी चिनजान भइसकेपछि चाहिँ अन्तिम प्रार्थना भयो अनि यसरी मगनी कार्यक्रम सकियो। ल हामी चाहिँ खाना खाएर सकिसकेँ। म गिलास फेरि थगाइरहेको भएर मैले भिडियो गराएँ अनि अझै हामी सकिसक्यौँ। अब चाहिँ हामी रेस्टुरेन्टको लागि जानेछौँ अनि अलिअलि तयारी गर्नुपर्नेछ भोलिको लागि। त्यही हो है त है सुनिल सुनिल पनि रेडी हुने हेलो अब चाहिँ हुनेवाला भान्जी यता पनि हुनेवाला भान्जी हो, हुनेवाला माइजूको भान्जी। हामीले एकछिन फोटोसुट गऱ्यौँ, त्यसपछि हामी डाइरेक्ट अनि रुममा गयौँ सुत्नको लागि। अनि त दिदीसँग सुतेको गफ गर्दा गर्दा 1:30 कि 2:30 बजिसकेको कि। हेलो गुड मर्निङ चाहिँ मसी। हामी आज 13 गते बिहेको दिन हामी उठिसकेको छौँ। प्रेसिका पनि उठ्यो। त्यही त सिस्टर फेस देखाउ न। कसैले चिन्नुहुन्छ नि कमेन्ट गर्नु होला है। ल यता हेर्दै न हेर्दै यता मसी गुड मर्निङ। कति आनन्द भएको छ। तिमीहरू हिजो कति बजी सुत्यो? तिमीहरू छिटै सुत्यो। हामी त समथिङ 2 बजिसकेको थियो। गफ गऱ्यो हामी, गफ गरेको दिदी बहिनी। हामी गयौँ ल छिटो आऊ है अलिकति। गुड मर्निङ दिदी जय मसी। आउने पछि हामी त हेरेँ चर्चमा 2जना भएर अझ हामी गएको बित्तिकै पुरा रेडी भइहाल्ने हो। कसैलाई वेट गर्दैन, कोही डिस्टर्ब गर्न आयो भने पनि उसलाई के अरे साइड लगाउने कता दिने भन्ने जस्तो सुरु गरेको है। त्यस्तो चाहिँ होइन। यो ठ्याक्कै एरियालाई के भन्छ दिदी? अनि सूर्यविनाको उतैबाट हो। यो लोकेसन चाहिँ भक्तपुर सूर्यविनायक हो, इमानुएल चर्च। अनि तपाईँहरू यस ठाउँमा हुनुहुन्छ भने म पनि छु है भनेर कमेन्ट गर्दाखेरि हामी ताली बजाउनेछौँ। धन्यवाद छ। अब यता उहाँको निम्ति पनि हामी ताली बजाउनेछौँ। फेरि ठुलै लिएर टाढा जानुपर्नेछ। त्यस कारणले गर्दाखेरि सबै कुरालाई समय पुगोस् भनेर म पनि छोटो समयमा नै परमेश्वरको वचनबाट केही कुराहरू पस्याउने कोसिस गर्नेछु। यो विवाहको कुरा चाहिँ हामीले बाइबलमा उत्पत्तिको पुस्तक पढ्यौँ भने परमेश्वरले सबैभन्दा पहिला सुरु गर्नुभएको कुरा हो। अनि यो परमेश्वरबाट कसरी सुरुवात गर्नुभएको थियो भन्ने कुराहरू चाहिँ हामी बाइबलमा उत्पत्तिको पुस्तकबाट हामी हेर्ने कोसिस गर्नेछौँ। परमेश्वरले सम्पूर्ण कुराहरू सृष्टि गर्नुभयो। आकाश, पृथ्वी, ब्रह्माण्ड, पृथ्वीमा भएका सबै थोकहरू सृष्टि गर्नुभयो। हरेक बोट बिरुवाहरू सृष्टि गर्नुभयो, हरेक जीव जन्तुहरू सृष्टि गर्नुभयो। तर हरेक प्राणीलाई उहाँले सृष्टिको सुरुमा नै जोडी जोडी गरेर सृष्टि गर्नुभयो। सबैको भालेपोथी गरी उहाँले सृष्टि गर्नुभयो। जङ्गलमा बस्ने जनावरको पनि जोडीहरू, बाघ, बगिनी, स्याल, स्याली, घरमा हुने चराचुरुङ्गीहरू वा पशुहरू पनि जोडी जोडी। तर मानिसलाई उहाँले सुरुमा सृष्टि गर्दा एक्लै सृष्टि गर्नुभयो। आदम सृष्टि गर्नुभयो माटोबाट उहाँले। अनि उतिकै नै आदमलाई उसको जोडी हवा सृष्टि गर्नुभयो, सँगसँगै सृष्टि गर्नुभयो। अनि हामी उत्पत्तिको पुस्तक 18:2-18 पढ्छौँ। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा जोडी तयार पार्नेछु।
किन यस्तो गर्नु भयो होला कहिले हामीलाई यो अचम्म लाग्छ। सबैलाई उहाँले सृष्टिकर्ता सुरुमै जोडी जोडी बनाउनु भयो, तर मानिसको विषयमा चाहिँ उहाँले के भन्नुहुन्छ? पहिला आदमलाई सृष्टि गर्नुहुन्छ, अनि ऊ एक्लै हुन्छ, अनि त्यसको लागि म एउटा जोडी बनाउँछु पनि भन्नुहुन्छ, तर त्यतिकै नै बनाउनु हुन्न। तर आदमलाई उहाँले केवल कहाँ हराउनुहुन्छ हामी हेरौँ। के तपाईँ आज यस स्त्रीसँग कसैको कर्काप र दबावमा नपरिकन आफ्नै स्वेच्छाले विवाह बन्धनमा बाँधिनको लागि राजी हुनुहुन्छ? राजी छु चाहिँ आफ्नै इच्छाले। तुलैलाई पनि प्रश्न छ। तुलैलाई के तपाईँ आज यस पुरुषसँग कसैको कर्काप वा दबावमा नपरिकन आफ्नै स्वेच्छा राजी हुनुहुन्छ? अब यसमा अभिभावक पनि अब राजी भएको एकदम असम हुन्छ है। ल अभिभावक हाम्रो अब दुलाको बुवा लाई पनि म प्रश्न गर्न चाहन्छु। के तपाईँ आज दुलाको बुवा उभिदिनु होला? हाम्रो दुलाको बुवा के तपाईँ आज आफ्नो छोराको विवाह यस स्त्रीसँग गरिदिन खुसी साथ राजी हुनुहुन्छ? धन्यवाद भाइ। ल के तपाईँ आफ्नो बहिनीको विवाह यस पुरुषसँग गरिदिन खुसी साथ राजी हुनुहुन्छ? अब मण्डली जनसमुदायलाई प्रश्न गर्न चाहन्छु। आजको दिन यो दुला दुलै बीच पवित्र विवाह हुन नसक्ने कुनै कारण छ? छैन। समय तपाईँ ठोस कारण होइन, सही तपाईँले भन्नुपर्ने हुन्छ। मलाई 1-2 मिनट दिला। सबैले भन्नु होला, छैन भनेदेखि धन्यवाद। तपाईँ सबैजना मौन हुनुभएको छ। तपाईँको मौनताले यो अर्थ दिन्छ कि यो पवित्र विवाह हुन नसक्ने कुनै कारण छैन। यो विवाह दाहिने हात आफ्नो होला, दाहिने हात, दाहिने हात, दाहिने हात। ल अब दुलालाई 5 वटा प्रश्न है त। ल धन्यवाद छ हाम्रो दुलाईको दाजुले आफ्नो बहिनीको हात दुलाको हात दिइसक्नु भएको छ। ल 5 वटा प्रश्न छ। पहिलो प्रश्न, यो पवित्र विवाहको महत्त्वपूर्ण जिम्मेवारीलाई पूर्ण रूपमा वहन गर्न, पवित्र जीवनमा एकसाथ जिउन, यस स्त्रीलाई आफ्नो जीवन सङ्गी भनी स्वीकार गर्न के तपाईँ तयार हुनुहुन्छ? सुन्नु भयो नि त? यता त सुनेन भन्नु। अब दोस्रो प्रश्न, यी स्त्रीलाई दुखित अवस्थामा सान्त्वना दिन, आदर गर्न के तपाईँ तयार हुनुहुन्छ? छोटो भन्नु त। तेस्रो प्रश्न, रोगी बिमारी स्वास्थ्य अस्वस्थतामा हेरचाह गर्न के तपाईँ तयार हुनुहुन्छ? तयार छु। चौथो प्रश्न, बाँचुन्जेलसम्म आफ्नै शरीरलाई चाहिँ पालन पोषण गर्न, हेरचाह गर्न, मिलाप एकतामा जीवन जिउन, सुरक्षा दिन सक्नुहुन्छ? सक्छु। अन्तिम प्रश्न, अब 5औं प्रश्न, यी स्त्रीले आफ्नै आमा बुवा सबै कुरा त्यागेर तपाईँसँग एउटै शरीरमा जोडिन लागेकी छिन्, अब के तपाईँ आफ्नै शरीर ठान्नुहुन्छ? धन्यवाद। उहाँले सही उत्तर दिनुभएको छ यो 5वटा प्रश्नको। अब म त्यसो भएदेखि मेरो पछि यो कुराको शब्द बोल्नु होला। म सागर राणाले तिमी तीन सन्तानलाई अबदेखि मेरी विवाहिता पत्नी हुनका लागि लिन्छु। अबदेखि उसो असलमा, खराबीमा, धनी अवस्थामा, गरिब अवस्थामा, रोगी बिमारी अवस्थामा तिमीलाई मसँगै राख्नेछु। अटुट प्रेम गरिरहनेछु। मृत्युले नछुटाएसम्म मेरो प्रेम छुट्ने छैन। म तिमीमा सधैँ प्रसन्न हुनेछु। तिमी प्रति म इमानदारी बन्नेछु। तिमीमा मात्र मेरो प्रेमको प्रतिज्ञा रहनेछ भनी म प्रतिज्ञा दिन्छु। यो पवित्र विधि अनुसार परमेश्वर र उपस्थित मण्डली जनसमुदायको अगाडि
म यो प्रतिज्ञा सहित शपथ ग्रहण गरेको छु। धन्यवाद। अब दुलैलाई है त, दुलैले प्रार्थना गर्नुहुन्छ। यो पवित्र विवाहको महत्त्वपूर्ण जिम्मेवारीलाई पूर्ण रूपमा वहन गर्न र यो पुरुषसँग एकसाथ जिउन आफ्नो विवाहित पुरुष भनी स्वीकार गर्न के तपाईँ तयार हुनुहुन्छ? सुन्नुभयो? तपाईँ यो पुरुषको दुखित अवस्थामा सान्त्वना दिन, आदर दिन सक्नुहुन्छ? यो पुरुषको स्वास्थ्य अस्वस्थता हरेक अवस्थामा हेरचाह गर्न के तपाईँ तयार हुनुहुन्छ? गरिबी, धनी, दुःख, सुख सबै अवस्थामा साथ दिन तयार हुनुहुन्छ? अन्तिम प्रश्न, 5 अन्त्यसम्म प्रतिज्ञा गरिएको प्रेममा रहिरहन इमानदारीका साथ जिउन तयार हुनुहुन्छ? म दिना स्याङदानले तपाईँ सागर राणालाई मेरो विवाहित पति हुनका लागि स्वीकार गर्छु। आजको दिनदेखि उसो असलमा, खराबीमा, धनी अवस्थामा वा गरिबी अवस्थामा म तपाईसँगै रहनेछु। आदर प्रेम हेरचाह गर्नेछु। म तपाईसँगै सधैँ प्रसन्न रहनेछु। यो पवित्र विधि अनुसार परमेश्वर र मण्डली समुदायको अगाडि म यो प्रतिज्ञा सहित शपथ ग्रहण गरेको छु। धन्यवाद। अहिले चाहिँ दुईटा निभ्यो, एउटा बिचको बल्यो। अघिसम्म चाहिँ करारमा बाँधिनुभन्दा अघि चाहिँ उहाँहरूको आफ्नै बेग्ला बेग्ला जीवन थियो होइन। अनि अहिले चाहिँ बिचको एउटा बलेर आफ्नो निभेको छ। उहाँको जीवन चाहिँ अब आफ्नै होइन, अब दुईजना सँगसँगै होइन जिउनु पर्ने जीवन। उहाँहरू चाहिँ अब दुई होइन एक हुन् भन्ने अर्थ लागेको छ। फेरि एक ताली बजाए आशीर्वाद माग्यो। हुन्छ, सबैजनालाई जय मसी अनि नमस्ते है। म चाहिँ दुलैको दाइ, सबैले चिन्नुभयो होला सायद, मलाई नचिने नि अब बिर्सिनु न तपाईँहरूले मलाई होइन। अब यो समयमा तपाईँहरू सबैजनालाई म पहिला चाहिँ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो यहाँ बस्नुभएको हाम्रो अग्रज, हाम्रो गुरुबाहरू, इलेक्ट्रिकनहरू सबैजनालाई मेरो हृदयदेखि नै एकदमै धन्यवाद। अनि तपाईँहरू आइदिनु भयो यो विवाहलाई, यो पवित्र विवाहलाई अझै तपाईँहरूले एकदमै पवित्र बनाइदिनु भयो। अनि हाम्रो टाढा टाढादेखि अनि मेरो बहिनीको साथीहरू, मेरो बोनोहरू धरानदेखि अनि उता पाल्पादेखि नै कता कतादेखि उहाँहरू एकदमै टाढादेखि आउनुभएको छ। उहाँ बहिनीहरूलाई पनि मलाई नाम चाहिँ अलिकति कन्फ्युज छ, तैपनि म तपाईँहरू सबैजनालाई एकदमै धन्यवाद भन्न चाहन्छु। अनि म धन्यवाद भन्न चाहन्छु अनि हाम्रै यसै मण्डलीका, हाम्रो कमिटीको, हाम्रो जति पनि व्यक्तिहरू हुनुहुन्छ, हाम्रो इलेक्ट्रिकनहरू अनि हाम्रो गुरुबा गुरुआमा अनि आमोस दाइ अनि पूर्ण अङ्कल अनि सबैजनालाई जति पनि हुनुहुन्छ उहाँहरू प्रत्येकलाई, अनि विशेष गरी जगतबहादुर बुवालाई होइन, अनि कुकमा हामीलाई हेल्प गर्नुहुने हाम्रो शासनलाई, अनि हाम्रो प्रेम मामालाई होइन, मेरो त दाइ हो र अनि उहाँलाई
अनि सबैजनालाई म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी धन्यवाद भन्न चाहन्छु म त्यो चाहिँ मैले छुटाएछु प्रभुलाई एकदमै धेरै धन्यवाद, किनभने प्रभुको अनुग्रहले नै हामीलाई यो दिन हामीले देख्न पाएका छौँ। अनि उहाँको आशिषद्वारा अनि उहाँको प्रार्थना सफल भएको छ। अनि विशेष गरी म फेरि पनि धन्यवाद भन्न चाहन्छु। अनि मेरो हाम्रो साथीबाट पाल्नुभएका हाम्रो दुलैको तर्फबाट हाम्रो आन्टीहरू, हाम्रो भाउजूहरू अनि मेरो ठुलमम्मी ठुलबाहरू सबैजनालाई धेरै आइदिनु भयो, धेरै धेरै धन्यवाद। पहिलाको साल मेरो बिहेमा आउँदाखेरि अर्को मण्डली थियो, अहिले चाहिँ फेरि अर्कै छ। यसले महिनै पछि वर्षै पछि तिनीहरूले मण्डली चेन्ज गर्छ क्या भन्ने चाहिँ नसोच्नु है। पहिला चाहिँ केटीकोमा गरेको भएर उता जानु पर्यो हो होइन। अनि विशेष गरी धन्यवाद छ। अनि हाम्रो टाढा पाल्पा रामपुरदेखि आइदिनु भएका हाम्रो दुलाहाको तर्फबाट जतिजना पनि आफ्नो आफन्तहरू हुनुहुन्छ, एल्डरटिकनहरू जति पनि हुनुहुन्छ, पास्टरबाहरू अनि यहीँ काठमाडौँबाट आउनुभएका प्रत्येक सबैजनालाई म मेरो हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि धन्यवाद छ विशेष गरी अब करारको कामलाई एकदमै राम्रोसँग निभाइदिनु हुने गुरु हाम्रो विदाई भएको छ शिला दिदी, पवित्र दिदी। हेलो, हाम्रो चाहिँ अब विदाई सक्यो। अब चाहिँ हामी जाने चाहिँ यही हो। हामी चाहिँ अब हामी जान्छौँ हाम्रो यात्रातिर। पहिल्यै 2022मा के अरे लैजाने भनेको ठ्याक्क हेर्नु न त्यो दिन पनि आयो। भेनाहरू अब हामी जान लागेको हो। अनि हामी चाहिँ हाम्रो यात्रा फेरि नफाल्ने जता फाले नि पछाडि दुलदुल अगाडि हुनुहुन्छ हाम्रो दिना दिदी अनि स्वागत चाहिँ हामी त्यहाँबाट 2-3 बजी थियो होला, त्यहाँबाट निस्किँदा हाम्रो यात्रा सुरु भयो। अनि यो चाहिँ रातिको 9 बजी चाहिँ यो एक ठाउँमा होटेलमा हामी रुक्यौँ खाना खानको लागि। अनि यसरी हामी घर फर्कियौँ। घर आएपछिको भिडियो चाहिँ बनाएनौँ किनकि एकदम थकाइ लागेको थियो। अनि राति 2-2:30 कति बजी आइपुगेको। अनि यो बिहेको भ्लगलाई चाहिँ म त्यति राख्न चाहन्छु। अनि जतिले हेर्नुभयो सबैजनालाई धन्यवाद। ओके, बाई बाई, जय मसी, नमस्ते।